फाइनली हाम्रो एडभान्स सर्भर चाहिँ आइसकेको छ। नयाँ क्यारेक्टर, नयाँ इमोट, नयाँ गनहरु, सेटिङमा आएको चेन्जेस, गियरमा आउने चेन्जेस, सीएसमा आउने चेन्जेस सबैको रिभ्यू गरेर चाहिँ मैले हजुरहरुलाई आजको यो भिडियोमा चाहिँ देखाउने छु। सो यो भिडियो चाहिँ स्किप नगरिकन इन्डसम्म चाहिँ हेर्नु होला। चलो भाइ देखो अपने क्या करता। सुरुमा चाहिँ कुरा गरौँ नयाँ क्यारेक्टर निरोको बारेमा। यो क्यारेक्टरले चाहिँ एउटा अब्जेक्ट चाहिँ फाल्छ जसको नाम चाहिँ प्लस आई भनेर चाहिँ हुनेछ। स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ यो चाहिँ 12 सेकेन्ड चाहिँ लास्ट गर्छ। यसले चाहिँ जुनसुकै अब्स्टेकललाई पनि इग्नोर गरिदिन्छ अनि पछि फ्लाइ गर्न पनि सक्छ 50 मिटरसम्म अनि पछि 100 मिटर चाहिँ बिआरमा। यसले चाहिँ एकदमै नजिकको इनिमीलाई चाहिँ ट्र्याक गर्नेछ 8 मिटरको रेन्जमा। एक्सप्लोड पनि हुनेछ। एक्सप्लोड भइसकेपछि चाहिँ एउटा स्पेस चाहिँ क्रिएट गर्नेछ। त्यो स्पेस भित्र चाहिँ इनिमीहरूले चाहिँ ग्लुवाल लाउन पाउँदैनन् अनि पछि इनिमीहरूलाई चाहिँ 12 एचपी को ड्यामेज चाहिँ पुग्नेछ। त्यो स्पेस जुन क्रिएट भएको हुन्छ नि त्यो प्लस आई भन्ने अब्जेक्टलाई इनिमीले ड्यामेज दियो भने चाहिँ त्यो डिस्ट्रोय हुनेछ। जसले त्यो प्लस आई डिस्ट्रोय गर्छ त्यो इनिमी चाहिँ 5 सेकेन्डसम्म मार्क हुनेछ। यसको कुलडाउन स्पिड चाहिँ 45 सेकेन्ड चाहिँ रहेको छ। तलपट्टि हेर्न सक्नुहुन्छ टाइमर पनि देखाएको छ। अनि के हो यस्तो यो? फर द फर्स्ट टाइम एडभान्स सर्भरमा चाहिँ गरिनाले चाहिँ इमोटहरु बन्डलहरु पनि एड गरिदिएको छ। मैले चाहिँ हजुरहरुलाई 1 बाइ 1 रिभ्यू गरेर चाहिँ देखाउने छु। सुरुमा चाहिँ साइबर ओपरेटर बन्डल रहेको छ। हेर्न सक्नुहुन्छ एकदमै झकास टाइपको बन्डल चाहिँ रहेको छ। त्यसपछि यो हेर्न सक्नुहुन्छ बबल ट्रबल बन्डल रहेको छ। यो बन्डल जहाँसम्म आएको छैन मैले एडभान्स सर्भरमा चाहिँ अघि नै क्लेम गरे हो। त्यसपछि फेसन मोन्स्टर बन्डल हेर्न सक्नुहुन्छ अनि पछि फिमेलको चाहिँ दुईटा बन्डल चाहिँ दिएको छ। एउटा चाहिँ यो साइबर नोभा बन्डल अनि पछि अर्को चाहिँ यो के हो यसको नाम ट्रेन्डी मोन्स्टर बन्डल। सो यति चारवटा बन्डल चाहिँ मेल बक्समा चाहिँ दिएको थियो। त्यसपछि इमोटवाला सेक्सनमा गएर हेर्नुभयो भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ अन मोटर बाइकवाला नयाँ इमोट चाहिँ आउँदैछ। अगाडिपट्टि हेर्यो भने चाहिँ बाइक रहेको छ। पछाडिपट्टि हेर्न सक्नुहुन्छ साइकलको टायर चाहिँ रहेको छ। यस्तो टाइपको इमोट चाहिँ हुन्छ हेर्न सक्नुहुन्छ। त्यसपछि अर्को इमोट हेर्न सक्नुहुन्छ सावर टाइम भनेर चाहिँ रहेको छ। यसमा चाहिँ नुहाउँछ अनि पछि यसरी कपाल हल्लाउँछ। यो पनि ठिकठाकको इमोट रहेको छ। त्यसपछि बस इनर्जीवाला हेर्नु न यो इमोट चाहिँ एकदमै कुल लाग्यो मलाई। टक्क आफ्नै स्टाइलमा चाहिँ हिँडिरहेको छ। एकदमै बब्बाल इमोट चाहिँ रहेको छ यो पनि। त्यसपछि फिङ्गर गन्सवाला इमोट हेर्न सक्नुहुन्छ हातले चाहिँ बन्दुक चाहिँ चलाइरहेको छ। र लास्टमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ डबल होल्स्टरवाला इमोट चाहिँ रहेको छ। सो यति 5वटा इमोट चाहिँ पठाएको थियो मेल बक्समा। अब चाहिँ हामीले एकदमै नयाँ गनको रिभ्यू चाहिँ गर्नेछौँ। तर त्यो गर्नुभन्दा अगाडि चाहिँ अझैसम्म पनि हजुरहरूले भिडियोलाई लाइक गर्नुभएको छैन भने चाहिँ लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला। बाँकी न्युज एन्ड अपडेट्स चाहिँ यो सानो एड प्ले भइसकेपछि। मेलले चाहिँ एउटा गेम लन्च गरेछ। चिकन रोड चाहिँ नाम रहेको छ। यसबाट प्रॉफिट जित्न सकिन्छ। यसमा चाहिँ हामीले चिकनलाई चाहिँ यो रोड पारी चाहिँ लानुपर्ने हुन्छ। गोल्डन 1 सम्म पुगाएर चाहिँ हजुरहरूले ज्याकपट जित्न सक्नुहुन्छ। यसमा चाहिँ हजुरहरूले इजी लेभलबाट चाहिँ सुरु गर्नु होला। जति सक्दो छिटो गो बटन दबाउनु। मेरो प्रोमो कोड खुकु युज गरेर खेल्नु भयो भने चाहिँ हजुरहरूले बोनस पाउनुहुनेछ। लिंक कमेन्टमा रहेको छ। गेममा चाहिँ एकदमै नयाँ गन विन्चेस्टर चाहिँ आउँदैछ OV51 को अपडेट पछि। यो चाहिँ लङ रेन्ज गन चाहिँ हुनेछ। यो गन युज गरेर चाहिँ हजुरहरूले एकचोटिमा दुईचोटिसम्म फायर चाहिँ गर्न सक्नुहुनेछ। 80 को ड्यामेज चाहिँ दिनेछ हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि पछि हेडसट चाहिँ 436 437 को चाहिँ लाग्नेछ विदाउट हेलमेट। माथि हेर्नुभयो भने यसमा चिप पनि अपग्रेड चाहिँ भइरहेको छ। सो यो पनि चिपवाला गन चाहिँ हुनेछ। अनि पछि 4x को स्कोप चाहिँ हजुरहरूले यो गनमा चाहिँ देख्न सक्नुहुनेछ। प्याच अपडेट पछि चाहिँ हजुरहरूले फ्लेम एरिना भन्ने एउटा नयाँ इभेन्टलाई चाहिँ देख्न सक्नुहुनेछ। त्यसमा चाहिँ नयाँ गन स्किनहरू चाहिँ डिजाइन भएको छ। जस्तै कि यो ड्रोगन फ्लेमर भनेर चाहिँ रहेको छ। गन स्क्रिनको पछाडि फ्लेमर नाम युज भयो भने हजुरहरूले यो जुन एम को आइकन रहेको छ नि त्यसमा हेर्न सक्नुहुन्छ 3टा डट चाहिँ देख्न सक्नुहुनेछ। यो फुल भइसकेपछि चाहिँ त्यहाँ एक्सप्लोजन चाहिँ हुनेछ। मैले हजुरहरूलाई ट्रोगनको गरेर देखाएँ। यो चाहिँ सबै गन जुन एभाइलेबल छ त्यो इभेन्टमा त्यसमा चाहिँ लागू हुनेछ। फ्लेमरवाला अप्सन चाहिँ फार्मस, प्याराफल, विन्चेस्टर, AC80 र VSK 94 मा चाहिँ रहेको छ। मैले हजुरहरूलाई 1 बाइ 1 सबै गरेर पनि देखाइरहेको छु। ब्याकग्राउन्डमा हल्का स्पिड चाहिँ हजुरहरूलाई बढाइदिनेछु ताकि भिडियो लामो नहोस्। यो गन युज गर्दै गर्दाखेरि हजुरहरूले एकचोटि एक्सप्लोजन भइसकेपछि चाहिँ फेरि एक्सप्लोजन गर्नको लागि चाहिँ रिलोड चाहिँ गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ स्क्रिनमा रिलोड गरिसकेपछि बल्ल एक्सप्लोजन चाहिँ भइरहेको छ। VSK 94 मा भने छुट्टै टाइपको एनिमेसन चाहिँ रहेको छ। हेर्न सक्नुहुन्छ पुरै फायर जस्तो चाहिँ देखिरहेको छ। अब चाहिँ मैले हजुरहरूलाई इन गेम चेन्जेसको बारेमा चाहिँ भन्ने छु। फर्स्ट नम्बरमा रहेको छ ग्लू UAV लाइट। यसको युजले चाहिँ हजुरहरूले
हजुरहरूले ग्लुवालको हेल्थ चाहिँ बढाउन चाहिँ सक्नुहुन्छ। ड्यामेज भएको ग्लुवाल हजुरहरूले आफैले हेल्थ त्यसको बढाइदिन चाहिँ सक्नुहुन्छ। सेकेन्ड नम्बरमा चाहिँ हजुरहरूले वेपन सपलाई चाहिँ देख्न सक्नुहुन्छ। यस्तो टाइपको वेपन सप चाहिँ हजुरहरूले म्यापको डिफ्रेन्ट ठाउँमा चाहिँ देख्न सक्नुहुनेछ। रिभाइभल पोइन्टको लुक्सलाई चाहिँ गरिनाले चेन्ज चाहिँ गरिदिएको छ। यो चाहिँ इभेन्ट स्पेसल चाहिँ हुनेछ। हेर्न सक्नुहुन्छ गोल्डन कलरको चाहिँ देखिरहेको छ, एकदमै बब्बाल देखिरहेको छ पहिलाको भन्दा। लेभल 3 को एट्याचमेन्ट्सलाई चाहिँ गरिनाले पर्पल कलरको चाहिँ गरिदिएको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ हाई लेभल एट्याचमेन्ट्स विल ग्लो इन पर्पल कलर भनेर चाहिँ रहेको छ। नयाँ सुपर बोर्डलाई चाहिँ गरिनाले CS मा चाहिँ राखिदिएको छ। यसलाई चाहिँ हजुरहरूले किन्न सक्नुहुनेछ। अनि पछि हजुरहरूले यसलाई युज गरेर 360 जम्प पनि हजुरहरूले यसमा चाहिँ गर्न सक्नुहुन्छ। मेबी यो चाहिँ विन्टर इभेन्ट स्पेसल चाहिँ हुन्छ होला, हजुरहरू पर्मानेन्ट हुन्छ कि भनेर डराउनु चाहिँ पर्दैन। हजुरहरूले CS मा BR मा बोया गरिसकेपछि चाहिँ यो जुन फ्लेम एरिनाको कप चाहिँ बोया गरिसकेपछि चाहिँ देखाउनेछ। नयाँ लोडआउट्सहरूलाई पनि हजुरहरूले देख्न सक्नुहुनेछ। सुरुमा हजुरहरूले इन्हान्स ह्यामर भनेर चाहिँ रहेको छ। यिनीहरूको युज चाहिँ हजुरहरूले पज गरेर चाहिँ पढ्नु होला। त्यस्तै गरी अर्को हेर्न सक्नुहुन्छ ट्याक्टिकल मार्केट भनेर चाहिँ रहेको छ। BR मा छुट्टै युज हुनेछ, CS मा छुट्टै युज हुनेछ। यो लोडआउटहरू पनि हजुरहरूले इभेन्ट स्पेसल चाहिँ देख्न सक्नुहुनेछ। टिम बुस्टर भनेर रहेको छ। 4 वटा जति लोडआउट्स रहेको छ। लास्टमा चाहिँ हजुरहरूले सुपर लेग पकेट्स चाहिँ देख्न सक्नुहुन्छ। यो सबै हजुरहरूले पढेर हजुरहरूलाई कुन चाहिँ लोडआउट्स मन पर्यो त्यो चाहिँ हजुरहरूले कमेन्ट सेक्सनमा चाहिँ भन्नु होला। अर्सनलमा चाहिँ हजुरहरूले एकदमै मेजर चेन्ज चाहिँ देख्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ हजुरहरूले अर्सनल ओपन गर्दै गर्दाखेरि चाहिँ सिर्फ अर्सनल कीले मात्रै ओपन गर्न सक्नुहुन्छ अनि चार्ज गरेर ओपन गर्न सक्नुहुन्छ। तर OB51 को अपडेट पछि चाहिँ हजुरहरूले 800 कोइनमा चाहिँ डाइरेक्टली गएर अर्सनल की नकिनिकन चाहिँ ओपन गर्न चाहिँ सक्नुहुनेछ। हल्का सजिलो चाहिँ बनाइदिएको छ। अब टोकन छ भने डाइरेक्टली अर्सनल कीमा जाने ओपन गर्ने। नयाँ ग्लुवालसित रिलेटेड साइबर मसरुम पनि हजुरहरूले देख्न चाहिँ सक्नुहुनेछ। यसको युजले चाहिँ हजुरहरूको ग्लुवाल मेटर चाहिँ एकदमै क्विकली चार्ज चाहिँ हुनेछ।